यो चाहिँ हो आलु खेती। अब हामी धेरै जसोले आलु फुलेको देख्दैनौँ। यहाँ चाहिँ आलु फुलिरहेछ, यो आलुको फुल हो। अनि आलु फुलिसकेपछि फल कस्तो लाग्छ त भन्ने सम्बन्धमा यस्तो हुन्छ फल, झन्डै टमाटर जस्तो। यो चाहिँ आलुको फल हो। यो पुरै आलु खेती हो। यो हामीले धेरै जसो आलु खेतीमा फुल देख्न सक्दैनौँ। आलुको फुल यस्तो हुन्छ। यहाँनिर छ आलुको फुल र फल। यही फलभित्र, आलुको फुलभित्र, फुलपछि यस्तो फल बन्छ। यही फलबाट बिउ हुन्छ, तर हामीले यसको बिउ प्रयोग गर्दैनौँ। प्राय हामी दाना ट्युबरलाई नै फलको रूपमा हामी चाहिँ बिउको रूपमा प्रयोग गर्छौँ। ल गाइज,